नमस्ते दर्शक हजुरलाई 2026 अगस्त 2 तारिकको राशिफल र फेरि निशान ज्योतिष उपस्थित भएको छु। तपाईँले जुन माया खुसी दिनुभएको छ त्यसको लागि दिलभरै आभार व्यक्त गर्न चाहन्छु। कतिपय साथीहरूले भन्छ जिन्दगीमा सर मैले केही हासिल गर्न केही प्राप्ति गर्न सकिन्छ, केही प्राप्ति गर्न सक्नुहुन्न भने तपाईँलाई आज म एउटा टिप्स दिनेछु। तपाईँ जहिले पनि बिहानै 4:30 बजे उठ्नुहोस् अनि ब्रह्म मुहुर्तमा ओम नमः शिवाय 108 पल्ट गर्नुहोस्। 108 पल्ट भनेको 27 नक्षत्र 4 पल्ट घुम्ने भएर 27 × 4 भएर 108 पल्ट मन्त्र भनेको 108 पल्ट ओम नमः शिवाय भनेर तपाईँले 11 दिनसम्म मनलाई एकाग्र गरेर जुन काम गर्न खोज्छ त्यही काममा लागै गर्नुभयो भने 12औं दिनमा भगवानले तपाईँलाई केही न केही बाटो खोलिदिन्छन्। यो भनेको वेदमा लेखेको कुरा हो। यसो गर्नु भने तपाईँको लाइफमा केही न केही राम्रो पोजिटिभ सन्देश आउँछ। बिहान 4 बजे उठ्नुहोस्, बेलुका 8 बजेसम्म काम गरे जुन काम हुन्छ त्यसलाई फोकस दिँदै गर्नु भने 12औं दिनमा तपाईँको माइन्डमा केही न केही माइन्डको बल्ब केही न केही जल्नेछ। यो भयो आजको विचार। अब राशिमा आज 12 राशिमा सबैभन्दा पहिले 2 तारिक मेष राशि। मेष राशिको आज धेरै राम्रो दिन छ। नयाँ नयाँ आम्दानीको स्रोतहरू बढ्छ, नयाँ साथीभाइहरूसँग भेट हुन्छ, तपाईँको अत्याधिक खुसीको माहौल पैदा हुन्छ, तपाईँको आफन्तहरूसँग भेट हुन्छ, तपाईँ नयाँ नयाँ कामको योजना आउँछ, पुरानोको झमेला झन्झटबाट बिस्तारै मुक्त हुनुहुन्छ भने एक किसिमको खुसियालीको माहौल आउँछ, प्रेममा सफल हुन्छ। मतलब भाग्य फलको हिसाबले 90% भाग्य राख्न सफल हुनुभएको छ। यसमा नै आज आइतबारको दिन सूर्यको आराधना गरेर गरिबहरूलाई खाना खुवाइदिनु भने अझ राम्रो हुनसक्छ। मेषपछि वृष राशि। वृष राशिको आज राम्रो दिन छ। तपाईँको साथीभाइहरूसँग भेट हुन्छ, सन्तान पक्षबाट खुसीको माहौल छ, आम्दानीको स्रोतहरू बढ्छ, तपाईँको आफन्तमा भेटघाट हुन्छ, पुरानो रोग बिरामीबाट बिस्तारै मुक्त हुन्छ, कोर्ट कचेरीबाट पनि बिस्तारै मुक्त हुन्छ। मतलब भाग्य फलको हिसाबले 85% भाग्य राख्नु सक्नु भएको छ। यसमा नि गरिबहरूलाई आज सेतो कपडा दान गरिदिनु भने त्यसमा सुधार आउँछ, अझ सुधार आउँछ। मेषपछि मिथुन राशि। मिथुन राशिको आज राम्रो दिन छ। आम्दानीको स्रोतहरू बढ्छ, प्रेममा सफल हुन्छ, पुरानो झमेला झन्झटबाट बिस्तारै मुक्त हुँदै जानुहुन्छ, तपाईँको एउटा खुसियालीको माहौल हुन्छ, आम्दानी स्रोत हातै बढ्न सक्छ। मतलब भाग्य फलको हिसाबले 75% भाग्य राख्नुभएको छ। त्यसमा श्रावणको दिन तपाईँको शिवको आराधना गरेर शिवलिङ्ग पानी हाल्नुभयो भने अझ राम्रो हुनसक्छ। त्यसैले आज दिन तपाईँको राम्रै मान्न सकिन्छ। मिथुनपछि कर्कट राशि। कर्कट राशिको आज त्यति राम्रो दिन छैन। बिहानदेखि तपाईँलाई बिना कामको टेन्सनहरू आउन सक्छ, झमेला झन्झट आउन सक्छ, खर्चको मात्र अत्तै बढ्न सक्छ, बिना कामको डिस्केस आउन सक्छ, यात्रामा चोटपटक लाग्न सक्छ। त्यसैले आज जे काम गर्दा नै सोच विचार गरेर गर्नुहोला। भाग्य फलको हिसाबले 55% मात्रै भाग्य छ। त्यसमा तपाईँले गरिबहरूलाई सेतो कपडाहरू दान दिनुभयो भने अझ सुधार आउन सक्छ। त्यसपछि आयो कर्कटपछि सिंह राशि। सिंह राशिको आज धेरै राम्रो योग छ। नयाँ नयाँ काम बन्छ, तपाईँको आम्दानीको स्रोतहरू बढ्छ, आफन्तसँग भेटघाट हुन्छ, एउटा खुसियालीको माहौलहरू हुन्छ, तपाईँको कुनै पनि कोर्ट कचेरी छ भने त्यहाँबाट बिस्तारै मुक्त हुँदै जानुहुन्छ। मतलब भाग्य फलको हिसाबले सिंह राशिको 80% भाग्य राख्न सफल हुनुभएको छ। यसमा नि तपाईँले गरिबहरूलाई खाना खुवाइदिनु भने अझ राम्रो हुनसक्छ। त्यसपछि सिंहपछि कन्या राशि। कन्या राशिको आज राम्रो दिन छ। तपाईँको नयाँ साथीभाइहरूसँग भेट हुन्छ, यात्रामा सफल हुन्छ, तपाईँको नयाँ विचारहरू आउँछ, आम्दानीको स्रोतहरू बढ्छ, तपाईँको मतलब भाग्य फलको हिसाबले 75% भाग्य राख्न सफल हुनुहुन्छ। यसमा नै सूर्यको आराधना गर्नुभयो भने अझ राम्रो हुन्छ। कन्यापछि तुला राशि। तुला राशिको आज त्यति राम्रो दिन छैन। चोटपटक लाग्न सक्छ, यात्रामा तपाईँको बिना कामको झमेला झन्झट आउन सक्छ, कोहीसँग डिस्केस पर्न सक्छ, तपाईँ खर्चको मात्रा मात्रै बन्न सक्छ। मतलब भाग्य फलको हिसाबले 65% भाग्य राख्न सफल हुनुभएको छ। त्यसपछि आयो तपाईँको तुलापछि आयो वृश्चिक राशि। वृश्चिक राशिको त्यति राम्रो योग छैन। तपाईँको यात्रामा चोटपटक लाग्न सक्छ, पुरानो झमेला झन्झटहरू आउन सक्छ, तपाईँको बिना कामको मान्छेहरूसँग डिस्कस गर्न सक्छ, खर्चको मात्रा बढ्न सक्छ, काहीँ चोटपटक वाद विवाद लाग्न सक्छ, काहीँ वाद विवाद पर्न सक्छ। त्यसैले आज धेरै काम नगर्नुहोला, सोच सम्झेर मात्रै काम गर्नुहोला। वृश्चिक राशिको मतलब भाग्य फलको हिसाबले 55% भाग्य छ। श्रावणको दिन होस्, तपाईँको शिवको आराधना गरेर शिवलिङ्ग पानी हालिदिनु भने अलिक राम्रो हुन सक्ने चान्स छ। वृश्चिकपछि धनु राशि। धनु राशिको आज
राम्रो योग छ, आम्दानीको स्रोत बढ्छ, प्रेममा सफल हुन्छ, आफन्तसँग भेटघाट हुन्छ, आम्दानीको स्रोतहरू खुल्छ, मतलब भाग्यफलको हिसाबले 80% भाग्य राख्न सक्नु भएको छ। यसमा नि गरिबहरूलाई खाना खुवाइदिनु भने धनु राशिको साथीभाइको अझ राम्रो हुन्छ। भाग्यफलको हिसाबले 80% भाग्य राख्न सफल हुनुभएको छ। धनुपछि मकर राशि, मकर राशिको आज त्यति राम्रो दिन छैन। यात्रामा चोटपटक लाग्न सक्छ, अर्काको झमेला झन्झटमा पर्न सक्नुहुन्छ, काहीँ वाद विवाद पर्न सक्छ, तपाईँ खर्चको मात्रा वात्तै बढ्न सक्छ, मतलब भाग्यफलको हिसाबले 65% भाग्य राख्नु भएको छ। यसमा नि गरिबहरूलाई खाना खुवाइदिनु भने अलिक सुध्रिन सक्छ। त्यस मकरपछि तपाईँको कुम्भ राशि, कुम्भ राशिको आज धेरै राम्रो दिन छ। आम्दानीको स्रोतहरू बढ्छ, नयाँ नयाँ साथीभाइसँग भेट हुन्छ, प्रेममा सफल हुनुहुन्छ, तपाईँको मतलब आम्दानीको स्रोतहरू वात्तै बढ्छ, नयाँ नयाँ साथीभाइहरूसँग भेट हुन्छ, तपाईँ प्रेममा सफल हुन्छ, एउटा खुसियालीको माहौल हुन्छ, सन्तान पर्छ, एउटा खुसीको माहौल छ, मतलब भाग्यफलको हिसाबले 90% भाग्य राख्न सफल हुनुभएको छ। यसमा नि सूर्यको आराधना गरेर गरिबलाई खाना खुवाइदिनु भने अझै राम्रो हुनसक्छ। त्यसपछि लास्ट राशि मीन राशि, मीन राशिको आज त्यति राम्रो दिन छैन। बिहानदेखि नै टेन्सन आउन सक्छ, अर्काको वाद विवादमा पर्न सक्नुहुन्छ, तपाईँले गल्ती नगरे पनि तपाईँको बिना काममा मान्छेहरू न्यु खोज्न सक्छ। त्यसैले आज जे काम गर्दा सोच समझेर गर्नुहोला, खर्चको मात्रा वात्तै बढ्न सक्छ, चोटपटकमा धेरै काम गर्दा सोचेर मात्रै गर्नुहोला। यसमा नि तपाईँले सूर्यको आराधना गरेर गरिबहरूलाई खाना खुवाइदिनु भने मीन राशिको केही मात्रा सुध्रिन सक्छ। यो भयो आज 2 तारिकको राशि। भोलि फेरि 3 तारिकको राशि निशान ज्योतिष उपस्थित हुनेछु। तपाईँले जति खुसी र माया दिनुभएको छ यसको लागि दिलबाट आभार व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद। तपाईँहरूले जति खुसी दिनुभएको छ यसको लागि दिलबाटै आभार व्यक्त गर्दै निशान ज्योतिष तपाईँहरूबाट बिदा चाहन्छ। धन्यवाद।